सम कसैको भइन छौ चेपाङ कस्तो चिनेकै रहेनछ खोजिरहेछौ परानै फाल्नलाई के छ कमै मनमाया पाल्नलाई मनमायाले नमाने पिर कृष्ण दाइले दिँदैछ जागिर हे मैले नजर नलाउ घुमेर यी दुईटी मिल्छ नि उमेर जालमा पर्यो मलाई नै रोज टाँसो लाउँदै उम्किन नखोज करिमैमा लेखेको पाउँछ जबरजस्ती गरेर का हुन्छ तन्टर मन्तर चेपाङको लाको लेखेर हो तिमीसँग भेट भएको कोहरो लाग्दैछ मोरो त तिमी जत्रै छ भाइको छोरो त यो चेपाङलाई घाट गर्ने होइन नि भाइको त छ तिम्रो त छैन नि यो चेपाङले के साह्रो चेपेको बुढी कन्ने भनेर हेपेको काहे प्याछु दिल त्यतै छ मेरो खान पाउँछौ चिउरी र चमेरो तिमीलाई जोबन काँदिन्छु म मेरो हाम्रो कुलमा चल्दैन चमेरो जातको कुरा गरे म भुल हुन्छ मैले लसी चेपाङकै कुल हुन्छ हे चेपाङ कुलको भन्न कहाँ पाइन्छ हाम्रो बाउलाई जय तामाङ चाहिन्छ चेपाङकै ल्याउला निलामा रक्सिदेर फकाउला बाउआमा हे भन्छन् पक्कै हुँदैन हुँदैन हाम्रो घरमा जाड रक्सी छुँदैन सबै कुरा मैले थाहा पाएको छु तिम्रो बाउसँग मैले जाड खाएको छु हे यो चेपाङले झुट कुरा जानेछौ श्रीरामलाई मेरो बाउ मानेछौ श्रीराम सङ्गीत गाउँदै हिँडेछु तिम्रो बाउलाई राम्रोसँग चिनेछु हे यो केटाको पापी छ मन त मेरो बाको नाम के हो भन त रिसाएर कुलकती रुन्न भो ससुराको नाम काढ्न हुन्न भो हे नाम थाहा छैन घरै कस्ता कस्ता भेटिन्छन् हे बरै बाउआमासँग भेट हुन्छ बार बार तिम्रो घर धादिङको सल्यान्टार थोरै नर्भस थोरै भो लाज त गाउने इच्छा पुरा भो आज त कुर्दा कुर्दै भयो साथी दस अझै पनि आएन माया आउने बस कति मिठो हो त नि गाएको भन भन मनमा लागेको कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस भेटेपछि ठाउँमा मनमाया इन्द्रेणीको बढ्या छ झनमाया हिँड्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस मलाई पनि सोध्न मन लागेको कहाँदेखि इन्द्रेणी आएको कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस चितवनबाट धेरै भो आएको म आउँदा त युकेमा थ्यौ गएको नाच्ने गाउने बसेछ बानी के गरेर बसेछौ राजधानी हजुरकै गीत मैले सुनेर बसेको छु सपना बुनेर मिठो गयो यी नजर त्यतै छन् एक्लै हो कि परिवार यतै छन् हजुरकै गीत सुन्छु साँझसम्म बिहा छैन सिङ्गल छु आजसम्म हे देख्छु मेरो 25 लाखको किन हो त अझै बे नभएको अझैसम्म जुरे नाही त केठा तिम्रो पर्खाइमा हो कि त हे हेरिरहेछन् यता र त्यताले नजिस्काऊ हल्ला रे केटाले मेरो नजर त्यतै नै लाए बिहा छैन थाहा पाए जिस्काए के भन्छ बैशाख भन्छेले मेरो
विगती जुट्यो भाइ भनेर साह्रै नै रिस उठ्यो हे तिमीलाई जोडी सुहाउँदिन कान्छा दर्शन दिदी भन्देऊ न के जान्छ यो मुटुले क्या माया गर्छु म दिदी भन्न परे त मर्छु म हे पिरतीको नखोज धन्दा दिदी भाइको झन् मिठो सम्बन्ध मैले माया गरेको साँचो श्रीमतीको सम्बन्ध खाँचो नफकाउ भयो कन्ने केटीलाई आफूभन्दा 10 वर्ष जेठीलाई तिमी बाहेक अरू केही माग्दैन उमेरको त केही मतलब लाग्दैन कोही पाइनौ र जसलाई आँटेको म त भर्खर 38 काटेको परिपक्व जिन्दगी टार छ यही उमेरको मलाई त मनपर्छ पर्छु भन्छौ जनको भरमा बाउआमाले के भन्लान् घरमा गाउँलेहरू नजिकै बनलान् हुँदा खालको श्रीमतीलाई भन्लान् यति साह्रै छौ हत्ते गरेको के छ तिमीलाई मसँग मन पारेको खोज्दै आथे ठाउँमा पोहोर पनि खाइ लाग्दो जन मन पर्यो स्वर पनि के भन्लान् खै अरूलाई चिनाउँदा छोरो भन्लान् सँगसँगै हिँडाउँदा तिमी नै हो यो मनले खाएको दिन त खाएको जुङ्गा छैन आएको हे उमेर पनि बढायो मोराले लान्छ क्या हो चेपाङको छोराले उमेरसम्म कसैको भइन छौ चेपाङ कस्तो चिनेकै रहेनछ खोजिरहेछौ परानै फाल्नलाई के छ कमाइ मनमाया पाल्नलाई मनमायाले नमाने पिर कृष्ण दाइले दिँदैछ जागिर हे मैले नजर नलाउ घुमेर यी दुईटी मिल्छ नि उमेर झलमा पर्यो मलाई नै रोज टाँसो लाउँदै उम्किन नखोज करिमैमा लेखेको पाउँछ जबरजस्ती गरेर का हुन्छ तन्टर मन्तर चेपाङको लाको लेखेरै हो तिमीसँग भेट भएको एकहोरो लाग्दैछ मोरो त तिमी जत्रै छ भाइको छोरो त यो चेपाङलाई घाट गर्ने होइन नि भाइको त छ तिम्रो त छैन नि यो चेपाङले के साह्रो चेपेको बुढी कन्ने भनेर हेपेको काहे प्याछु दिल त्यतै छ मेरो खान पाउँछौ चिउरी र चमेरो तिमीलाई जोबनका दिन्छु म मेरो हाम्रो कुलमा चल्दैन चमेरो जातको कुरा गरे म भुल हुन्छ मैले लसी चेपाङकै कुल हुन्छ हे चेपाङ कुलको भन्न का पाइन्छ हाम्रो बाउलाई जय तामाङ चाहिन्छ चेपाङकै ल्याउला निलामा रक्सिदेर फकाउला बाउआमा हे भन्छन् पक्कै हुँदैन हुँदैन हाम्रो घरमा जाड रक्सी छुँदैन सबै कुरा मैले थाहा पाएको छु तिम्रो बाउसँग मैले जाड खाएको छु हे यो चेपाङले झुट कुरा जानेछौ श्रीरामलाई मेरो बाउ मानेछौ श्रीराम सङ्गीत गाउँदै हिँडेछु तिम्रो बाउलाई राम्रोसँग चिनेछु हे यो केटाको पापी छ मन त मेरो बाको नाम के हो भन त रिसाएर कुलकती रुन्न भो ससुराको नाम काढ्न हुन्न भो हे नाम थाहा छैन घरै कस्ता कस्ता भेटिन्छन् हे बरै बाउआमासँग भेट हुन्छ बार बार तिम्रो घर धादिङको सल्यान्टार